सुदूरपश्चिम रोयल्स क्रिकेटको टिम होइन, यो त नेपाल प्रिमियर लिगको बुलडोजर हो। लगातार 5 जित। अरू टिम प्ले अफमा पुग्नको लागि खेल्दैछन् भने सुदूरपश्चिमले त सिधा फाइनलमा ट्रफी बुक गरेर बसेको छ। जनकपुर बोल्ट्सले आजको म्याचमा जे खेल्यो नि त्यसलाई क्रिकेट भनिँदैन, त्यसलाई डिस्काउन्ट सेल भनिन्छ। 17 ओभरमा नै म्याच सिध्याइदिए। सबैलाई च्याट परको खर्च पुर्याउनु थियो होला। जनकपुरको फ्यानहरू अहिले एउटै नारा लगाउँदै होला, भगवान अर्को सिजनमा हाम्रो ब्याट्सम्यानहरूलाई ब्याट त समात्न सिकाइदे। 145 रन त गली क्रिकेटमा बन्छ यार। एउटा अझै कन्फ्युजन छ, जनकपुरको ब्याट्सम्यानहरूले आज बललाई माइक्रोस्कोपबाट हेरिरहेका थिए के उनीहरू बललाई छोएको भन्दा त धेरै मिस गरेको रहेछन्। उनीहरूको ब्याटले त बलसँग सामाजिक दूरी कायम गरेको रहेछ यार। एउटा कुरा अरू छ, अनिल शाह आजको म्याचमा थिएन, अब्सेन्ट त विभिन्न कारण के कारण सबैलाई थाहा छ, मान्छे किन छैन। बडो घमण्डको साथमा ऊ भने थियो हामी त जितिसकेका छौँ। जुन दिन सुरु म्याचमा नै ऊ एउटा म्याच गेम हारेर यो कुरा भन्यो, त्यही दिनदेखि मान्छेको टिमको नै पनौती लाग्यो के। त्यही भएर घमण्ड गर्नु हुँदैन, बडो घमण्डको। तर उसको घमण्ड चाहिँ अहिले उत्रिसकेको छ। अस्तिको प्रेस कन्फरेन्समा उसको बोली तपाईँ सुन्नु भयो होला, कसैले भिडियो हेर्नुभयो होला प्रेस कन्फरेन्सको, त्यहाँ चाहिँ एकदमै नर्मली बोलिरहेको थियो। बरु पत्रकार महोदयहरूसँग भन्दै थियो तपाईँहरू नै बताउनुहोस् म के गरौँ, मेरो पर्फर्मेन्स आइरहेछन् भने तपाईँहरू नै केही सुझाव दिनुहोस्। मलाई लाग्छ अनिल शाह बहुत दूरदृष्टिवाला मान्छे हो। आज चाहिँ किन खेलेनन् भने उसलाई पहिले नै थाहा थियो सुदूरपश्चिमले आज 6 विकेटले जित्दैछ, बरु म नखेलेर आफ्नो इज्जत त बचाउन सक्छु, यही एउटा कारण हो। बाँकी वान डे हि फिनिस जनकपुर बोल्ट्स, ऊ फिनिस गरेर नै छोड्छ मान्छे। तर जे होस् मान्छे चाहिँ गजब छ। फेसबाट ऊ बहुत इनोसेन्ट लाग्छ, तर मान्छे चाहिँ घमण्डी नै रहेको छ के। यत्रो 1 सालदेखि प्र्याक्टिस गरिरहेछ, के प्र्याक्टिस गरिरहेको थियो, अहिले कस्तो पर्फर्मेन्स आइरहेछ। बाँकी आजको भिडियोमा यति नै। हाम्रो क्याप्टन साहबको त्यो जुन सिक्दैवाला लाइन छ, सिग्नेचर लाइन रोहित पौडेलको, मान्छेले चाहिँ ऊ पनि आज म्याच जितेको छ। ल बधाई छ क्याप्टन साहब, हामी सिक्दैछौँ।